हेलो सम्पूर्णमा गुड मर्निङ नमस्ते जय नुवाकोट भैरवी। म भैरवी मन्दिर परिसरबाट बोलिरहेको छु। आज 2082 चैत 21 गते नुवाकोट सिन्दुरे जात्रा हुँदैछ। तपाईहरु पनि यस नुवाकोट भैरवी मन्दिर परिसरमा नुवाकोट सिन्दुरे जात्रा 2082 हेर्नको लागि दिउँसो 2-3 बजे आउन सक्नुहुनेछ। यो अगाडि रहेको जुन हरियो पर्दाले घेरिएको छ त्यो चाहिँ चाइना सरकारको सहयोगमा बन्दै छ हाम्रो नुवाकोट 7 तले दरबार, जुन निर्माणाधीन अवस्थामा रहेको छ भने काठमाडौँमा रहेको विभिन्न सिन्दुरे जात्राहरूको बारेमा त सम्पूर्णलाई थाहा नै छ। तर काठमाडौँ भ्याली नजिक जुन काठमाडौँबाट 2 घण्टामा मात्रै आउन सकिने 2 घण्टामा आउन सकिने यस नुवाकोट भैरवी सिन्दुरे जात्रा 2082 यस नुवाकोटमा पनि हुन्छ। यो धेरैले थाहा नभएको कुरा। राष्ट्र निर्माता बडा महाराज धीरज पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरानमा यस नुवाकोटमा पटक आक्रमण गर्दा असफल हुन पुगेपछि उहाँले यस नुवाकोट भैरवी माईको पूजा आजा गरी नुवाकोट जित्न सफल हुनुभएको र एकीकरणको सुरुवात त्यहाँबाट भएको हुनाले यसलाई विशेष महत्त्वको रूपमा लिन सकिन्छ।